कोही जाउनु भएको र हिजो देखियो नि हिजो आउँदा हिजो आइए घुम्ने देखिए क्या रे सर खिचेर आएको मैले एक्स्ट्रा गाडी त पाइएन पूजा गरेर राम्रो हुनुपर्छ, शुद्ध हुनुपर्छ, कुलको इज्जत र समाजको इज्जत प्रतिष्ठालाई कायम गर्ने प्रकारको हुनुपर्छ। लक्ष्मीनारायण भगवान हो, उमापति महादेव हो, गौरी शंकर भगवान हो। दलेश्वर धामको पुराण मायकीलाई सफल पार्नको लागि गठन भएको मूल आयोजक समितिको नामावली रहेको छ। म यो नामावली पढ्न चाहन्छु। अध्यक्षमा हुनुहुन्छ बेरी माधव आचार्यज्यू, एकपटक उठेर परिचित भइदिनु होला, निरन्तर लाग्नु भएको छ, यहाँलाई विशेष सम्मान छ। संरक्षकमा हुनुहुन्छ नारायण बहादुर कार्कीज्यू, गाउँपालिकाको अध्यक्ष, यो क्षेत्रको अभिभावक पनि हुनुहुन्छ, विशेष सम्मान छ। यो जोडले ताली बजाएर सम्मान गरौँ। त्यसै गरी संयोजकमा हुनुहुन्छ
उहाँहरूको लागि चाहिँ जोरदार तालीले सम्मान गरौँ। यो महत्त्वपूर्ण ठाउँमा अनुष्ठित प्रदान गर्नको लागि यहाँहरूको ठुलो योगदान छ। ठुलो योगदान छ। माथि जोगिला जोगीबहादुर रायमाझी 51,000 रुपियाँ प्रदान गर्नुभएको छ। यहाँलाई विशेष सम्मान छ। भैरवनाथ मन्दिर परिवार 51,000 रुपियाँ प्रदान गर्नुभएको छ। यहाँलाई विशेष सम्मान छ। हिमाल महिला समूह सामुदायिक नारी मर्मभक्ता समिति हाम्रो जोगिएका आर्थिक संविधान वर्ग कुवरज्यूले जुमाएको सफल बनाउनको लागि 77,000 रुपियाँ प्रदान गर्नुभएको छ। उहाँको लागि जोरदार तालीको सम्मान छ। उहाँको लागि जोरदार ताली सम्मान छ। त्यसै गरी गाउँपालिकाको गाउँपालिकाले जुमाएको सफल बनाउनको लागि सम्मान छ। गाउँपालिकाको लागि जोरदार ताली सम्मान गराउँ। यहाँ आएर लानुहोस् कि हजुरले यता आएर लानु है। सम्मान पत्र प्रदान गर्नको लागि मञ्चमा आउनुभयो। महात्मा ऋषिको 7,000 पाउने 55 रुपियाँ सहयोग प्रदान गर्नुभएको छ। विशेष सम्मान काठमाडौँ त्रिपुरेश्वर 11 मल्ल 5,555 रुपियाँ सहयोग प्रदान गर्नुभएको छ। हार्दिक सम्मान छ। रूपन्देही नमस्कार नयाँ बाबु थापा चित्र थापा स्वर्गीय हजुरआमा मुकाकान्त थापाको स्मृतिमा 5,000 रुपियाँ सहयोग प्रदान गर्नुभएको छ। हार्दिक सम्मान छ। नवलपुरको कालगती नीतिको कालगती सम्पर्क समाज 11,111 उच्चौर उपमहानगरपालिका नरेश गोयको 10,000 रुपियाँ सहयोग प्रदान गर्नुभएको छ। हार्दिक सम्मान छ। विशेष सम्मान छ।
सबैले असाध्यै रुचाइदिएको गीत मेरो श्री पशुपतिनाथको भजन छ। टेलिभिजनमा पनि आएर देख्नु भएको छ, युट्युबहरूमा पनि देखिरहनु भएको छ। हे भगवान् दिशा जाम्बने सुरुजे उदाउने पूर्व दिशा जाम्बने सुरुजे उदाउने पूर्व दिशा जाम्बने सुरुजे उदाउने पूर्व दिशा जाम्बने। जय बोलो वरुण भगवानको, शिवरात्रि महिमाको। अब पूर्व पनि भयो, पश्चिम भयो, उत्तर र दक्षिण जाउँ। हे भगवान् पशुपतिनाथको उत्तर ढोका शिवको शालिका उत्तर दिशा जाम्बने 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 शिवको शालिका उत्तर दिशा दक्षिण दिशा जाम्बने कालिका बसेकी 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 दक्षिण दिशा जाम्बने। जय बोलो दक्षिण कालिका देवी माताको, शिवरात्रि महिमाको। पाठ प्रवचन गर्दा गुरुले भन्नुभएको थियो, धनुले धनले सहयोग गरौँ अथवा धन पनि छैन भन्ने मन छ तर पनि आएर शिव पुराण श्रवण गरौँ, भजन गाउँ, नाचौँ। तर यति पनि गरिएन भने हामीले पार पाइँदैन। त्यसो हुँदाखेरि दिशा जाउँ माता गौना दिशा जाउँ भन रघुनाथ माता गौना दिशा माता गौना दिशा जाउँ भन रघुनाथ 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 माता
जलेश्वर महादेव भगवानको नारायण हरि हरि जय बोलो नारायण जलेश्वर महादेवको लागि फेरि चिच्चर कान खोलिदियो भगवानले पनि साँच्चै मेरो भक्त रहेछन् भन्ने गरे नारायण। नमस्कार, म दुर्गा थापा, यही रिम्बिकोट गाउँपालिका वार्ड नम्बर 8 निवासी। कलश यात्राबाट सुरु भई 22 गतेदेखि अहिले आजको फागुनको 3 गते शिवरात्रिको दिन, आज अन्तिम दिन र यो महायज्ञमा धेरै सोचेभन्दा अत्यन्तै राम्रो र भइरहेको छ। जुन हाम्रो उद्देश्य अनुसारको यो शिव महायज्ञ जुन यहाँ शिवजीको स्थापना भएदेखि अहिलेसम्म शिवहरूले यहाँ प्रत्येक भक्तजनहरूले सोमबार रोट चढाउने र यहाँ यो धर्मस्थललाई उजागर गर्दै यो धर्मस्थललाई यो रिम्बिकोट गाउँपालिकाको एउटा धर्मको मूल प्रवाह गर्नको लागि र यसलाई यो इतिहास धेरै जनसमुदायहरूसँग प्रचार प्रसारको लागि जुन उद्देश्य अनुसार गरिएको थियो त्यो उद्देश्य भन्दा पनि यो जुन भैरवस्थान मन्दिर जब यहाँको बिकुल बजिसकेपछि भैरवस्थानको मन्दिरको ढोका खोल्ने जस्ता यहाँ धेरै धार्मिक तत्त्वहरू र यहाँ धार्मिक विशेषताहरू रहेको कुरा यहाँका अग्रज वृद्धहरूले बताउँदै आउनुभएको छ र अहिलेका युवाहरूले यस्ता कुराहरूलाई यो विस्थापित गराउनु हुँदैन, यिनी कुराहरूलाई हामीले चाहिँ निरन्तरता दिनुपर्छ भन्ने कुराहरूलाई सबैको मनस्पटलमा स्मरण गराउनको लागि यस्ता महापुराण यज्ञहरू पुराना इतिहासहरूलाई जानिराख्नु र यो इतिहासलाई निरन्तरता दिनु नै हाम्रो के अरे धर्मको महत्त्व हो र धर्मलाई हामी यस्ता धर्महरूलाई हामी अगाडि बढाउनुपर्छ। यो धर्मले हामीलाई धेरै कुराहरूमा आस्थावान व्यक्तिहरू र जिम्मेवारहरूको पनि महत्त्व रहन्छ भन्ने कुरा म यहाँ अवगत गराउन चाहन्छु। Ayo,